गुड मर्निङ, नमस्ते साथीहरू। मेरो चाहिँ यसरी नै हाम्रो हरेक दिन होइन, बिहान साँझ यसरी नै हाम्रो यात्रा हुन्छ। रुमदेखि ड्युटी एरियादेखि रुम सधैँ जसो लगभग हाम्रो 6 वर्ष यही बाटोमा ओहोरदोहोर यसरी नै भइरहेको छ है साथीहरू। बिहान यसरी नै जान्छौँ, साँझ यसरी नै आउँछौँ। यसरी नै हामी ड्युटी जाने आउने क्रममा यतिका दिनहरू 6 वर्ष पुरा कम्प्लिट भइसकेको छ साथीहरू है। यसरी नै लट ग्रुप भएर जान्छौँ होइन। अनि फेरि उताबाट नाइटको साथीहरू एकलट ग्रुप बनेर आउनुहुन्छ। यसरी नै बितिरहेछ साथीहरू, के गर्नु है, परदेशी जिन्दगी दुःख सुख चलिरहेछ। यस्तै छ गाउँठाउँ है मलेसियाको। हेर्नु होला हजुरहरूले पनि यस्तै छ यहाँको बाटोघाटो होइन, बसाइ बस्तीहरू, यो सबै फ्याक्ट्री एरियाहरू हो साथीहरू। अनि के कस्तो लाग्छ भिडियो सबैजनाले पुरा हेरेर साथ दिनु होला, सपोर्ट गरिदिनु होला पनि भन्न चाहन्छु है त। यति भन्दै फेरि म अर्को भिडियोतर्फ जोडिएर अर्को भिडियोबाट यसैलाई कन्टिन्यू दिँदै नेक्स्ट भिडियो जोड्नेछु है त। यसैमा यसरी नै जाँदैछौँ हामी चाहिँ यहाँसम्म है। अब लगभग हामी कम्पनी एरिया आइपुगिसकेको छौँ साथीहरू। म चाहिँ लटक्क अब खाना खान लागेँ होइन। आज चाहिँ मेरो खानामा चाहिँ के छ भन्दाखेरि मैले चाहिँ बिहान खाना बनाएन होइन, त्यही भएको कारणले चाहिँ आज चाहिँ यसो स्याउ काटेर खाने विचार गरेर होइन रेडी गरेको छु है। हजुरलाई देखाउँछु, मैले भर्खरै छिलेर रेडी गरिसकेको छु है। भिडियो नबनाएको पनि धेरै दिन भइसक्यो होइन, ब्लग नबनाएको है। त्यही भएर आज यसो ब्लग यसो खाएको मात्रै भए पनि ब्लग बनाउँदैछु हजुरहरूलाई। के कस्तो लाग्छ सबैजनाले हेरेर साथ दिनु होला। अनि नयाँ साथीहरूले जोइन पनि गर्नु होला भन्न चाहन्छु है त। ढ्याङ आज चाहिँ तपाईँहरूलाई यस्तो मेरो डिनर चाहिँ यस्तो छ। कस्तो छ साथीहरू हेर्नु होला है। टक्क खाने हो होइन, च्याप्प लाएर खाने हो। अलि अगाडि काटेको पनि रातो भएछ है, गर्मी छ। आज साथीहरू मौसम पनि धुम्म छ है। धुम्म तर कस्तो खालको धुम्म भने एकदम सुनसान, के हावै नचल्यो होइन। गर्मी यस्तो धुम्म लागिरहेछ, गर्मी एकदम हप छ। अहिले फ्यान पनि बन्द गरिरहेको छु किनकि अहिले डिस्टर्ब आउँछ नि त ज्यादा, त्यही भएर। अब यति आजको मेरो डिनर है। अहिले 12:15 क्रस भइसकेको छ। डेलीको खाना मात्रै खानु पनि राम्रो हुँदैन नि त साथीहरू होइन। त्यही भएर कहिले कहिले फलफुल पनि खानु पर्यो। फलफुल खानु पर्यो होइन, कहिले रोटी खानु पर्यो। खायो कि पानी चाहिँ खानु परिहाल्छ क्या, पानी खराब छ।
पानी चाहिँ मस्तै पिउनु मन परिहाल्छ थोरै केही खायो भने पनि। हजुर कोलाई यसरी खान मनपर्छ है साथीहरू। म चाहिँ कहिले कहिले खान्छु, डेली त खाँदैन, कुनै कुनै म समयमा। यो हेर्दा चाहिँ यस्तो छ है, अघि आइसमा थियो होइन, चिसो छ, मिठो छ। सिध्याउनु चाहिँ सिध्याउनु पर्यो भनेको गाह्रो छ है साथी, कमन हुन लागिसक्यो। त्यसको बादमा यो चाहिँ 100+ है साथीहरू, 100+। यो चाहिँ स्वास्थ्यलाई एकदम राम्रो काम गर्छ। तर यो 3 आइटमको छ साथीहरू, एउटा सुगरवाला, एउटा सुगर वेगरको होइन, एउटा सुगर, एउटा ओआरएचमा पनि छ। तर राम्रो 1 नम्बर चाहिँ यो है साथीहरू। यो चाहिँ एकदम यदि डेङ्गी भएछ भने यो कन्टिन्यू पिउनुपर्छ, धेरै जाति राम्रो गर्छ है साथीहरू। 100+ कसले पिउनुपर्छ होइन साथीहरू, कमेन्ट गर्नु होला। मलाई मनपर्ने चाहिँ फेरि यो मात्रै हो। कुराको 0 सुगर हुन्छ, त्यो अलिक तितो ज्यादा हुन्छ, खानै सकिन्न। बाहिरतिर रमाइलो ठाउँमा गएर ब्लग बनाउनु भ्याइँदैन है साथीहरू। यस्तै कोठाभित्रको होइन ब्लग हजुरहरूलाई बनाएर सेयर गर्दैछु है। के कस्तो लाग्छ सबैजनाले हेरेर साथ दिनु होला। होइन साथीहरू, खाइ चाहिँ सक्नु भनेर गरे हो, तर सकेन। ढिल्लो भइहाल्यो होइन साथीहरू, गाह्रो छ। पानी चाहिँ दरो पिउनुपर्छ साथीहरू। यहाँ चाहिँ 12 घन्टासम्म पानी चिसो राख्यो भने चिसोको चिसो रहन्छ होइन। 12-18 घन्टैसम्म एकदम चिसो पानी कुलरको भरेर राख्यो भने लगभग 15 देखि 18 घन्टा
मजाले चिसेर हुन्छ है साथीहरू। त्यही भएर म चाहिँ प्रायः यो बोक्छु। त्यही भएर यो मैले बिहान लगभग यहाँको कति 7 बजीतिर भरेको, अहिलेसम्म चिसो छ। ओके साथीहरू, भिडियो के कस्तो लाग्यो होइन, सबैजनाले फुल हेरेर साथ दिनुहुन्छ भन्ने आशासँगै सबैजनासँग बिदा चाहन्छु है। भिडियो के कस्तो लाग्यो सबैजनाले कमेन्ट छोडिदिनु होला। यस्तै छ, खासै नौलो ठाउँको भिडियोहरू लिएर आउन सकिरहेको छैन है साथीहरू। त्यही भएर गाह्रो छ। सबैजनालाई बाई बाई। अनि नयाँ साथीहरूले पनि सब जोइन गर्नु नछुटाउनु होला है त।